हेलो गाइस, वेलकम टु माई च्यानल। आज चाहिँ हामी जाँदैछौँ भाइलाई माथिसम्म छोड्नु। भाइ चाहिँ गएको लामाहट्टा हो, थाक्यो। बाई गर हो तल मामलाई बाई गएको ल भन ल, गाडी पाइहाल्छ नि है। म चाहिँ नानीलाई पुऱ्याउनु गएको गाइस, यहाँ अब देखाउँछु ल। यहाँ चाहिँ झोला बोक्नेहरू छ भाइहरू, अन्त भाइ र म चाहिँ स्या हुँदै जाँदैछौँ रोडमा। अब छेमालाई छोडेर गएको, पोपो गरिदेऊ न अन्त छेमालाई माया, छेमालाई माया छिटो, छेमालाई माया पोपो। अरे ल आइया गल्यो। हेलो दिप मामा भनौँ यहाँ हो। इटा 800 एउटा। हेलो मामा, मामलाई बाई, मामालाई पनि बाई। सो गाइस, हामी फाइनल्ली रोड आयो। पानी परेर चाहिँ यस्तो भइरहेको छ। अब गाडी वेट गर्छ एकछिन। माइजू बाई बाई भनौ। अब फेरि माइजूलाई भ्लगमा निकालिदिएको। गत्ती नगत्तीको भइरहेको छ। हामी चाहिँ अब यहाँ माथि जान्छौँ, माथि पर्खिन्छौँ गाडी। यहाँ आउँदैन होला, माथिबाट पनि आउँछ अर्को रोडबाट। गाइस हाम्रो चाहिँ घरको इँटाहरू आएछ गाइस। अब चाहिँ हामी यही गाडीमा पठाइदिन्छौँ उसलाई। भाइ लड्छ ए, लौ लौ बाबु यता गाडी उयो छ ल। ठिकै हाम्रो सामान आयो। यिनीहरू चाहिँ अब सामान झार्छ हाम्रो। अहिले झार्दिनँ, सिरानिया छ भाइ, जाउँ न अब सामान झार्नु। अब त्यही हामी सामान झारेर पर रोडमा गएको। यिनीहरू गाडीमा चढ्छ अन्त जान्छ। यहाँ चाहिँ मेरो यस्तो सामानहरू छ गाइस। बिहान बिहानै बाई 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 भन्छ अब वदन। हजुर हुन्छ हुन्छ। यहाँ चाहिँ फ्याक्ट्रीमा चाहिँ खास गरी अलाउड हुँदैन सामानहरू झार्नु गाइस। तर अब हामीले चाहिँ झारेको पर्मिसन मागेर अलिकति सजिलोको लागि। अनि यहाँ चाहिँ छ मेरो घर बनिँदैछ गाइस। अनि यो चाहिँ हो हाम्रो फ्याक्ट्री, टी फ्याक्ट्री हो। टी फ्याक्ट्री चाहिँ यस्तो छ हो। अब अभिवादन र नाना भेनाहरू चाहिँ उता घर गएको, भेनाको घर हो। पेम्बाले सोल्टीले कहाँ गएको भन्दैछ ऊ को हो। फ्याक्ट्री चाहिँ यस्तो छ गाइस। मैले तर प्रिभियस भ्लगमा पनि तपाईँहरूलाई देखाइसकेको छु। आज पनि तर म चाहिँ मिनी भ्लग गरौँ भनेको थिएँ कि नानाहरू गएको। सिधै सामान आएर चाहिँ त्यत्तिकै फेरि होस् भनेर भ्लगै गर्छ। अब चाहिँ इँटा बोकाइन्छ डोकोमा, डोक्को र नाम्लो बोकाइन्छ। अब चाहिँ गाइस मेरो चाहिँ ओइ होइन होइन अहिले नलाइदे, अहिले लगाइदे सिधै, अहिले लगाइदे माथि नै। अहिले गाडीमा उटुस पुटुस हुन्छ उसलाई। गाडी आउँदैछ अब चाहिँ गाइस। माइजङ माम पनि बजार जाने रे। माइजङ मामले चाहिँ गाडी पर्खिरहेको छ। माइजङ मामकोमा राख्नु पऱ्यो। यो चाहिँ मामको घर हो। माथिल्लो तला गर्दैछ मामहरूको पनि काम। मिस्त्री लागिरहेको छ अहिले। भाउजूको चाहिँ अस्ति फुल दामी दामी देखाइदिएको थिएँ, अहिले चाहिँ यस्तो। अहिले चाहिँ यस्तो सिजन डाउन भएर आफ्नो आफ्नो सिजन हुन्छ नि त फुलको। यस माम, अब देखाउँछु त ब्लगमा त। हेलो माम, माम बोल्दैन नि। मामले जुलाबी ल्याइदिनु आज मलाई ल। म एक्लै हुन्छु घरमा, इँटा बोक्दै गर्छु ल। बाई बाई। खै तुतु गरौँ अर्को अर्को। खै पोपो गरौँ पोपो। मलाई 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 ल। ओ ओ ओ ओ वे यस्तो छ त ल। झरा भाइहरू अब इँटा बोक्नुपर्छ हामी चाहिँ।
ल म कल गर्छु नि तिमीलाई ल ओके बाई 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 ला नगर्नु है लु कोला भाउजू बाई ए पुइ कहाँ गयो यहाँ भाउजू त लु के छ हो ब्लगमा आउँछ नि र यहाँ छ मेरो भाइ अनिरुद्ध वान अफ द ह्यान्डसम सोमको अन्त यहाँ छ अर्को मेरो भाइ यता हेर्न अब चाहिँ इँटा बोक्न सकाउँछ नि त केटाहरूले 10 बज्यो नि भाइ 10 बज्नु कति 10 छ भइसक्यो 10:07 भइसक्यो अब चाहिँ ओ दादाले यहाँ उयो गर्दै रहेछ के अरे दादा आज नगएको दोकान अब गएको इँटा बोक्नुपर्छ लु हिँड सिधा न हामी इँटा बोक्नुपर्छ हिँड आइज अब हामी चाहिँ घर गएको गाइस अब चाहिँ गएर इँटा बोकाइ हुन्छ यहाँ सामान छ अब चाहिँ घर गएर देखाउँछु ल इँटा बोकेको पनि गाइस लु जाउँ ल हेलो गाइस अब चाहिँ नाम्लो बोकेर गएको हामी इँटा बोक्नु अब भिडियो गर्ने छैन आज म र भाइ मात्रै छौँ हो नानाहरू पनि गयो अन्त म अहिले तपाईँहरूलाई अब भरै भेट्छु ल अब मेरो काम पुरा छ बिजी छु बाई गाइस हेलो गाइस अब म चाहिँ अहिले चाहिँ इँटा बोकेर पनि नुहाइधुवाइ गरेर पनि चिया पिएर पनि छप्परमा बसिरहेको छु गाइस झ्यालमुरी खाऊँ भनेको थिएँ कि सामान पनि ल्याएको थिएँ होइन तर अल्छी लाग्यो बनाउनु अन्त भ्लग चाहिँ खास चाहिँ मिनी भ्लग गरौँ भनेर सोचेको थिएँ किनभने नानाहरू आज उता लामाहट्टा गएको थियो नि त अन्त त्यही लागि हामी खास रोडमा माथि नानाहरूलाई पुऱ्याउनु मात्रै गएको थियो होइन अन्त त्यो देखाऊँ भनेको थिएँ मिनी भ्लग गरौँ भनेको थिएँ फेरि घरको सामानहरू आएको रहेछ होइन आयो त्यो गाडीहरू आएको त्योहरू देखाएँ अन्त तपाईँहरूलाई हो हेरेर इन्जोय गरिदिनु भयो होला अनि म चाहिँ अहिले घरको टेरेसमा बसिरहेको छु अन्त यहाँ तल देख्दै गरेको चाहिँ मेरो गाउँ हो अन्तखेरि गाइस के भनौँ भन्ने थियो एउटा कुरा घर बनाएको चाहिँ अस्तिदेखिको देखाऊँ भनेको थिएँ कि तर देखाउनै पाएको थिएन नि त सो कन्टेन्ट चाहिँ होइन यो चाहिँ होइन अन्तखेरि चाहिँ के गर्नु अब भ्लग भनेको यस्तै हुन्छ है के गर्दा जोडिहाल्छ त्यसलाई कन्टेन्ट गर्नु युट्युबमा कन्टेन्ट राख्नुको लागि चाहिँ गरेको होइन गाइस हेरेर इन्जोय गरिदिनुहोस् लाइक सेयर एन्ड सब्सक्राइब चाहिँ गरिदिनु नभुलिदिनुहोस् होला अन्तखेरि अब नेक्स्ट भ्लग पनि छिटो नै लिएर आउनेछु गाइस अहिले चाहिँ घरमा म बिजी छु त्यसले गर्दा म एडिटहरू गर्नु पाउँदिनँ सो ड्राफ्टमा चाहिँ छ मेरो सो म एडिट गरेर पोस्ट गर्ने ट्राई गर्छु थ्याङ्क यू फर वाचिङ दिस भिडियो गाइस अनि नेक्स्ट भ्लग पनि चाँडै लिएर आउनेछु